यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँ पुग्नु मात्र होइन, यो त आफूलाई भेट्ने एउटा माध्यम हो। हिमालको यो निश्चल कञ्चन सुन्दरतामा हामी जब हराउँछौँ तब थाहा हुन्छ कि हामी कति साना छौँ, तर हाम्रा सपनाहरू कति उचा। हिमालको चिसो हावाले जब हृदयलाई छुन्छ तब त्यहाँ थकाइ होइन, एउटा बेग्लै प्रकारको तृप्ति भेटिन्छ। आजको यो अन्तिम यात्रा केवल गोसाइँकुण्डसम्मको होइन, हाम्रो आस्था र साहसको परीक्षा पनि हो। चोलाङपाटीको त्यो चिसो बिहान, ओसिलो हावा अनि मनमा एउटा सङ्कल्प, आज जसरी पनि नीलकण्ठको काखमा पुग्नु छ। तर भनिन्छ नि, हामीलाई यात्रामा बाटो मात्र कठिन हुँदैन, आफ्नै शरीरले पनि कहिलेकाहीँ एउटा ठुलो परीक्षा लिइदिन्छ। हामी हिँड्न स्टार्ट गरेपछि रियलाइज गरे कि मलाई अलि सन्चो नभएको जस्तो फिल हुँदै थियो। बाहिर हिँड्ने बेलामा चाहिँ अघि बिहान निस्किँदाखेरि अलि सन्चो थिएन, तर अहिले हिँड्दै जाँदाखेरि अलि ठिक हुन्छ। अनि लौरी बिनाको त्यो ठाडो उकालो, यो ट्रेकभरिकै सबसे गाह्रो उकालो थियो। एक त शरीरको स्थिल, त्यसमाथि सास फुलाउने त्यो भिरालो बाटो। जसो तसो थकाइ मार्दै रेस्ट गर्दै हामी लौरी बिना पुग्यौँ। मैले भर्खर के देखेँ त्यहाँ पुगेपछि हिमालको क्लियर भ्यू हेरेपछि मेरो बिरामी मन त्यो सेतो टाकुराहरूलाई हेरेपछि क्षणभरमै निको पारिदिए जस्तो भयो। मैले बाक्लो ज्याकेट फुकालेर केही फोटो पनि खिचेँ। अब तपाईँ आफै भन्नुहोस्, के म यो फोटोमा बिरामी जस्तो देखिन्छु र? तर पहाडको मौसम र आफ्नो शरीरलाई कहिले पनि कम ठान्नु नहुने रहेछ। केही खान पर्यो भनेर नजिकको होटलमा बस्यौँ, तर हिँडेर बसेको जम्मा 5-10 मिनटमै मलाई एक्कासी रिङ्गाटा लाग्न थाल्यो, टाउको पनि जोडले दुख्न थाल्यो। सबैजनाले लेह लाग्यो भन्न थाले। आफूलाई फेरि लेह लाग्नु भनेको के हो पनि थाहा छैन, सिम्टम नै थाहा छैन। पछि स्वीकार गरे कि मलाई एल्टिट्युड सिकनेस नै भएको हुनुपर्छ। यो दिन हाम्रो गोसाइँकुण्ड पुग्ने सपना अधुरो भयो। तर भन्छन् नि, जे हुन्छ भगवानको कृपाले हुन्छ। किन? यसको जवाब हामीले अर्को दिन पाउनेवाला थियौँ। त्यो दिन रेस्ट गरेर हामी बिहान 5 बजे नै हिँड्यौँ। यो चाहिँ मर्निङ भ्यू, घाम पनि उता छैन, टाइम 5। बाटोमा हिँड्दा हामीले सुन्दर दृश्यहरू देख्यौँ। केही साना बाक्लो कपाल भएको मुसा